एउटा अहंकार जसले 3 करोड मानिसको ज्यान लियो। प्रेम दृष्टि, where hearts and vision align। प्रकृतिमा कुनै पनि जीव व्यर्थ जन्मिँदैन। हरेक सानो जीवको आफ्नै भूमिका हुन्छ। तर जब मानिसले आफूलाई प्रकृतिभन्दा माथि ठान्छ, तब त्यही अहंकार इतिहासकै सबैभन्दा भयानक त्रासदी बन्छ। यो कथा चीनको हो। सन् 1958 मा चीनिया नेता माओ जेदुङलाई लाग्यो कि भङ्गेराहरूले बाली नाली खाएर देशलाई गरिब बनाइरहेका छन्। उनले भङ्गेराहरूलाई देशको शत्रु घोषणा गरे र एउटा अभियान सुरु गरे, 4 पेस्ट्स क्याम्पेन। उनले चरा मार्नेहरूका लागि पुरस्कारको समेत व्यवस्था गरे। त्यसपछि सुरु भयो एउटा यस्तो नरसंहार जसको कल्पनाले मात्र पनि आज मुटु काप्छ। सारा देश हातमा हतियार र थालबट्टा लिएर सडकमा ओर्लियो। भङ्गेराहरूलाई बस्न दिइएन, उडिरहन बाध्य पारियो। यतिसम्म थकाइयो कि ती साना चराहरू आकाशमै हृदयघातका कारण भुइँमा खसे। इतिहास भन्छ 60 करोडभन्दा बढी भङ्गेराहरू निर्ममतापूर्वक मारिए। ती निर्दोष प्राणीहरूको लासमाथि मानिसहरूले विजयको उत्सव मनाए। उनीहरूलाई लागेको थियो अब खेत अन्नले भरिनेछ। तर उनीहरूले एउटा घातक सत्य बिर्सिएका थिए। एउटा भङ्गेराले वर्षमा हजारौं त्यस्ता किराहरू खान्छ जसले बाली नष्ट गर्छन्। जब भङ्गेराहरू सकिए, खेतहरूमा सलह र फट्याङ्ग्राहरूको साम्राज्य फैलियो। त्यसपछि सुरु भयो द ग्रेट चाइनिज फ्यामिन, इतिहासकै सबैभन्दा ठूलो मानव निर्मित अनिकाल। घरमा अन्नको एउटा दाना बाँकी रहेन। भोकले व्याकुल मानिसहरूले रुखका बोक्रा, घाँस र माटो समेत खान थाले। सरकारी तथ्याङ्कले सत्य लुकाउन खोजे पनि विज्ञहरूका अनुसार लगभग 3.5 करोड निर्दोष मानिसहरूले केवल एउटा गलत निर्णयका कारण भोकै तडपी ज्यान गुमाए। अन्ततः अहंकार हार्यो। सन् 1960 मा चीनले आफ्नो गल्ती स्वीकार गर्यो र सोभियत सङ्घबाट 2,50,000 भङ्गेराहरू रेलमा हालेर फेरि चीन ल्याइयो। परिस्थिति पहिले जस्तै सामान्य बन्न वर्षौं लाग्यो, तर ती गुमेका करोडौं ज्यानहरू कहिल्यै फर्किएनन्। आज यो भयानक इतिहासले हामीलाई सिकाउँछ, मानिसले जब प्रकृतिलाई जित्न खोज्छ तब विनाश निश्चित छ। यो कथा भङ्गेराको मात्र होइन, यो हाम्रो मानवताको परीक्षा हो। किनकि जब करुणा मर्छ तब सभ्यता पनि मर्छ। यस्तै मन छुने र सत्य कथाहरूका लागि हाम्रो च्यानल प्रेम दृष्टिलाई माया गरिदिनुहोला। र चीनको यो भयानक इतिहासको बारेमा तपाईलाई पहिले थाहा थियो कि थिएन? कमेन्टमा आफ्नो भावना व्यक्त गर्नुहोला। धन्यवाद।